फेसबुक टिकटकभरि भाइरल हुने अनि मैले नबनाउने त कुरै भएन। तपाईँहरूले म्याङ्गो आइसक्रिम बनाएर खानुभयो त? मैले चाहिँ घरकै सामान युज गरेर बनाएको, यस्तो मिठो भएको, सजिलो पनि हुँदो रहेछ। सबैले यस्तो मिठो मानेर खानुभयो। मैले चाहिँ 2 कप दुध र अनि 2 चम्चा मिल्क पाउडर युज गरेर बनाउनु लगाएको। मैले यता दुध बसालेँ अनि दुध उम्लिन्जेलसम्म यता मैले मिल्क पाउडरमा मनतातो दुध हालेर अनि यसलाई मैले मिक्स गरेको थिएँ। दुध उम्लेर भ्याएपछि थोरै थोरै गर्दै हामीले त्यो मिल्क पाउडर हाल्दै मिक्स गर्दै गर्ने। एकैचोटि सबै नहाल्नु, थोरै थोरै हाल्दै अनि मजाले चलाउँदै गर्ने। यता हामीले दुध पनि डढ्न दिनु हुँदैन। अनि मैले चाहिँ यसमा चिनी पनि हालेँ हल्का, दुध बाक्लो भएपछि। अनि त्यसपछि दुध हामीले मजाले घटिसकेपछि यसमा मैले फ्रेस क्रिम नभएको भएर फ्रेस तर युज गरेको थिएँ। अनि मजाले चलाएर पकाएँ। अनि त्यसपछि एउटा कन्टेनरमा हालेर फ्रिजमा राखिदिएँ 2-3 घन्टाको लागि। अनि यता मैले आँपको पनि प्युरी बनाएको थिएँ। अनि त्यो प्युरीलाई पनि हामीले एकछिन थोरै चिनी हालेर पकाउनुपर्छ, हल्का बाक्लो भइन्जेलसम्म। यसमा भएको पानी सुकाउने। अनि त्यसपछि पकाइसकेपछि एउटा कटौरामा हालेर मैले चाहिँ यो पनि 2-3 घन्टाको लागि फ्रिजमा राखिदिएँ। अनि 2-3 घन्टापछि निकाल्दा यस्तो भयो थियो। अनि मैले दुईटालाई मिक्सरमा हालेर मजाले ब्लेन्ड गरेँ। अनि फेरि कन्टेनरमै हालेर जमाएँ। हेर्दै यस्तो राम्रो भयो। मैले चाहिँ ड्राई फ्रुट्स पाउडर पनि हालेको थिएँ। तपाईँहरूले चाहिँ मन लगाइहाल्नु, नत्र पर्दैन। यस्तो मिठो भएको थियो।